आजको यो भिडियो एकदमै उपयोगी हुनेवाला छ तपाईहरुको लागि। एकदमै महत्त्वपूर्ण भिडियो छ। यो भिडियो अन्तिमसम्म हेर्नु होला है। अब हामीले हाम्रो मोबाइलमा युज हुने ब्याट्रीको लाइफ चाहिँ कसरी इन्क्रिज गर्न सक्छौं या हामीले सामान्यतया प्रयोग गर्दा गर्दै पनि ब्याट्रीको लाइफलाई कसरी बढाउन सक्छौं, हामीले एउटा इन्फर्मेटिभ भिडियो बनाउँदै छौं है त। तपाईको यो ब्याट्रीलाई कहिले पनि तपाईले 20 र 80% को बीचमा राख्नुभयो भने एकदमै ब्याट्रीको लाइफ चाहिँ अलिकति बढी हुन सक्छ। 100% पनि फुल चार्ज नगर्ने र 20% भन्दा तल आउने दिनु भएन भने 20 र 80 को बीचमा चार्ज राख्नुभयो भने एकदमै बेस्ट हुन्छ। तपाईको रातभरि चार्ज ओभर चार्जिङबाट बचाउनुस्, किनभने तपाईको 100% भइसक्दा पनि तपाईले धेरै चार्ज गर्ने अनि ओभर चार्जिङ गर्नुभयो भने के हुन्छ, ब्याट्रीलाई तातो हिट मात्र दिन्छ र ब्याट्रीको लाइफ चाहिँ डिक्रिज हुन जान्छ। तपाईको फास्ट चार्जर तपाईको एकदमै मोबाइलको ओरिजिनल चार्जको कति वाटले चार्ज गर्छ भनेर तपाईलाई दिएको छ, त्यो भन्दा फास्ट चार्जरमा चार्ज गर्नुभयो भने योले तपाईको ब्याट्रीको लाइफ चाहिँ घटाइदिने गर्छ। फास्ट चार्जरले कहिले पनि त ओभरहिट दिने भावनाले यसको लाइफ चाहिँ घटाइदिने गर्छ। फोनलाई ओभरहिट हुनबाट बचाउनुस्। तपाईले गेम खेल्दा, भिडियो हेर्दा चार्जमा लाएर खेल्ने, गेम खेल्ने, भिडियो हेर्ने कामलाई रोक्नुस्। यसले के छ, तपाई भिडियो हेर्दै पनि वर्किङ गरेर आउँछ, चार्ज गर्दै पनि वर्किङ गरेर आउँछ। ब्याट्रीले डबल वर्किङ गर्दाखेरि ब्याट्री हिट हुन्छ, तातिन्छ। जब ब्याट्री तातिन्छ त्यसले चाहिँ ब्याट्रीको लाइफ चाहिँ डिक्रिज गरिदिन्छ। फोनलाई कहिले पनि ओरिजिनल चार्जर र ओरिजिनल डाटा केबलबाट चार्ज गर्नुस्। फोन डिब्बामा भएको चार्जरले चार्ज गर्नुस् र भएन भने ओरिजिनल चार्जर र डाटा केबल किन्नुस्। एउटा चार्जरले मल्टिपल फोनहरु युज गर्नु होला, किनभने एउटा चार्जरले एउटा फोन चार्ज गर्नुभयो भने त्यसले चाहिँ ब्याट्रीको लाइफ अलिकति बढाउन सक्छ। मोबाइलमा हामीले युज गर्ने मोबाइलहरुमा हामीले जानी नजानी ब्याकग्राउन्ड एपहरु धेरै युज भइरहेका हुन्छन् र तिनीहरुले थोरै भए पनि ब्याट्रीको पर्सेन्टेजहरु घटाइरहेको हुन्छ। त्यसकारण ब्याकग्राउन्ड एपहरु बन्द गर्नुहोस्। तपाईले चाहिने टाइममा ब्लुटुथ, वाइफाई, लोकेसनहरु अन गर्नुभयो भने तपाईलाई आवश्यकता पूरा भएपछि यो बन्द गर्नु होला। यिनीहरुले पनि तपाईको लोकेसन सर्च गर्दाखेरि, वाइफाईले टावरहरुको गर्दाखेरि, यो ब्लुटुथले सर्च गर्दाखेरि पनि ब्याट्री बढी जाने गर्छ। यिहरु बन्द गर्नु होला र फोनलाई डार्क मोडमा राख्ने प्रयास गर्नु होला र तपाईको मोबाइललाई अटो ब्राइटनेस युज गर्नु होला। अटो ब्राइटनेस राख्नुभयो भने मोबाइलको स्क्रिन ब्राइट र कम गर्दाखेरि ब्याट्रीको लाइफ सिस्टम अपग्रेड गरेर राख्नुभयो भने पनि यसले ब्याट्रीलाई एकदमै युजफुल बनाउँछ। र हाम्रो यो भिडियो यहाँहरुलाई मन पर्यो भने शेयर गर्नु होला, रिपोस्ट गर्नु होला र केही सजेसन छ भने कमेन्ट गर्न नभुल्नु होला।